मित्रहरू, फ्याफुल्जी नमस्कार। यो चाहिँ काभ्रे जिल्लाको सबैभन्दा फेमस गाउँ बल्थली भिलेज अथवा बल्थली गाउँ। यो हेर्नुहोस्, यो माथि माथि देखेको चाहिँ तपाईको कामी डाँडा भोगदेउ भन्ने ठाउँ भयो यो काभ्रेको। यो छ है तपाईको, यो चाहिँ रोसीभन्दा पारिपट्टि पर्छ। यो चाहिँ हेर्नुहोस् है, रोसीभन्दा पारिपट्टि यो पनौती नगरपालिकामा पर्छ। ल मित्रहरू हेर्नु होला। म चाहिँ म जहाँ बसेर मैले भिडियो खिचेको छु, यो चाहिँ तपाईको सन्खु नवबुद्धभन्दा मुनि यो पातले खेत पनि भन्छ यसलाई। के अरे पातले खेत होइन, एक्ले खेत। पातले खेत भनेको चाहिँ उता बिपी हाइवेमा पर्छ। यो चाहिँ हेर्नुहोस्, यो चाँपको रुख पनि भयङ्कर बडेमाको चाँपको बोट छ यहाँ। यो चाहिँ सन्खुभन्दा अलिकति यता एक्ले खेत भन्छ यो चाहिँ। ल हेर्नुहोस्, यहाँनिर चाहिँ यहाँ एउटा यो गुम्बद शैलीको मन्दिर पनि बनाउनु भएको छ यहाँ। यस्तो छ। यो चाहिँ काभ्रेको चाहिँ फेमस गाउँ बल्थली भिलेज भन्ने चाहिँ यही हो हजुर। ल हेर्नु ल। यो चाहिँ यसको के छ भनेदेखि चाहिँ यो चाहिँ सुन्दरी जल, अनि पछि मणिचुड, अनि झुले, झुलेबाट चाहिँ चौकी भन्ज्याङ, कात्तिके, नगरकोट, अनि यो नगरकोटबाट तपाईको चाहिँ घिमिरे गाउँबाट बनेपा धुलखेल झरेर धुलखेलबाट आउने पदयात्रा पनि आउँछ यो बाटोमा। विदेशीहरू पनि यो बाटो चाहिँ पदयात्रा आएर यहाँ चाहिँ बास बस्ने गर्छ है मित्रहरू। यो चाहिँ बल्थली भिलेज। नमस्कार, धन्यवाद, थुजेछे।